हेलो साथीहरु नमस्कार सबैजनालाई आजको भिडियोमा आज त हामी चाहिँ हेर पानी जाँदैछौँ घाम आइसक्यो आउनु त अनि म अनि हाम्रो आन्टीहरु बहिनीहरु पानी ल्याउन जान लाग्यो अनि उतातिर पनि कापल खाना जान लाग्यो उता कापल पनि छ रे पानी ल्याउने ठाउँतिर अनि मेरो कापल ल्याउनमा मेरो यो झोला छ ए झोलामा कापल टिम्ने आज तिगै मरै थिइन् किन बसिसकेको थिइन् यहाँ त्यस्तो किन आइरहेको थिइन् अल्ल भतिजे देखा मान्छे लोड्दैन भतिजी त लोड्ने क्या न लोड्नु भयो त बस्या कता पुग झोला झोला अब कता भाइ मै लोड्छु फेरि नलाउन भयो के गर्ने भन्नु दि तान्नु न टिप्नु म तान्छु म टिप्छु यार छिटो होला ढुक्क चढ्दै हुनुहुन्छ उहाँ मेरो कापल ल्याउनु छ अनि फुपू नानी चढिसके कापल पाकेछन् अलिअलि देखिन्न रहेछ है भिडियोमा जान्न आफै दिदी पनि जानु त म त सक्दिनँ होला यस्तो कुरा हुँदैन ब्याग चाहिँ फेरि बब्बाल छ है कापल टिप्ने साथीहरू कापल खाना आउनुहोस् ल हाम्रो गाउँतिर यस्तो राम्रो कापल पाकिरहेको छ यहाँ आई लभ यु कापल भन्ने अरे क्या कति टिपे एक पाथी बेच्ने ल सबैले किन्नु होला है हाम्रो कापलहरू फ्रीमा बेचिदिन्छौँ हामी फेरि बेच्ने अरे फेरि त्यही त हामी बेच्ने हो तर फ्रीमा बेच्ने हो अरूले पैसामा बेच्छ न हामी फ्रीमा बेच्ने मै कापल रुखैमा टिप्न सक्दिनँ कापलै म त अब कापल रुखमा आएर त खानै पर्यो यस्तो कापल छ न साथीहरू यता कति टिप्नु भयो आन्टी एक पाते टिप्नु भयो अरे अरे जाउँला बाबु त कति तैँले रुखमा कस्तो मजाले बसिरहेको अर्को बहिनी हो त्यहाँ टिपिरहेको छु आन्टी उहाँ हुनुहुन्छ म यता छु पहिला आफू अगाए पो होला अरूलाई के लाग्दैन धेरै टिभी भएपछि लग्दिनँ नत्र भने आफै खाने डर पनि मान्ने रहन्छ ज्वानै हेल्छ ज्वान नखाने तँलाई नलाउनु भनेको ज्वानी त कापल अनौठो टिपेर भने कति जाने रहेछ ज्वान हेरेर ज्वान डर लाग्दै डाँडामा गइरहेको पुग्यो हेर टोकियो हेर त त्यो ज्वानी भए कस्तो रुगा छ रहेछ ओइ टोक्यो एउटी ज्वानी उ चाहिँ उहाँ रुगा चरेछ उ चाहिँ माथि यो ज्वानी त तगरा रहेछ ज्वानी कति टिपे ओ ज्वानी कानाले कोरिसकेले मलाई त मैले यति टिपेको अहिलेसम्म मै खान्छु क्या मार तल गएन जस्तो छ लास्टमा सबभन्दा अलि त टिम्नेलाई सबैले हान्ने गरे अब मै खान्छु जस्तो छ मार चालचाली हाने चाहिँ बेसेर नहान्नु मलाई अब आउने दिदीलाई पनि माया मानिदिने है के माया हान्नु पायो त त माया त हान्ने बेला त माया अलिअलि हाने जस्तो गर्ने हो ठेलामा बस्यो
कपाल माथि माथि छ भ्याइयो कपाल कपाल टिप्न त यसलाई ल्याउनु पर्ने रहेछ आन्टी टिप्दो रहेछ खोप यही ज्वानीले टिप्दो रहेछ हेर ज्वानो हाम्रो आन्टीले कति कपाल टिप्न लाग्नु भएको छ ज्वानो नि हेबरे भतिजिया कपाल हेर ज्वानो खाने बिहा आइजाऊ ज्वानीहरूले टिपिदिन्छन् बोल्ने भिडियो बनाउने छन् यसो ज्वानो आऊ ज्वानो कपाल पानीमा आऊ कपाल पानीमा कपाल पनि पाइन्छ न पानी पनि अचम्म पाइन्छ टाढा जानु पर्दैन अनि घर वरिपरि पाइन्छ पानी अनि दुःख पनि पाउनु पर्दैन पानी बोक्नाले कपाल खाना आएर पनि हामी गाग्रो छोड्दैनौँ त्यही भएर सहर लाग्छ पानीको गाग्रो बोके बेला मजा आउँछ घर गए बेला आराम गर्नुपर्छ मजा आएर एकछिन त्यही भएर तपाईँहरू पनि आइहाल्नुहोस् कपाल खान पानी बोक्नु लागि गाग्रा अब म सिधै मार खाने टिभी न म त तपाईँहरूको भन्दा धेरै पुर्याउन सक्दिनँ होला अलिअलि टिप्नु पर्यो बरु अलि त टिप्यो भने थोरै पनि त मार खायो कति नै टिप्यो त धेरै मार खायो आज अन्त हामी कपाल टिपेर आइसक्यौँ हामी झरेर कसका धेरै कपाल भइरहेको छन् गाग्राहरू त राखेर यो त्यहाँबाट यो सिरी खोल्दा ब्यागमा हाल्नु जा सिग्री बिग्री आइदियो कति बेसी छ अहिले त्यस्तो धेरै टिप्यो खतरा बोलेर यो मस्त टिपेर चाहिँ हान्ने चाहिँ क्या हामीलाई भेट्छ अरे नानीले टिपिसक्यो अन्टीले पनि मस्त टिप्न अझ राम्रोसँग पाकेर हुन्छ नि खुबले काँचा टिप्नु भए मस्त बिहान जित्नुपर्छ त कतातिर देखा त मेरो एक मानु पनि राम्रोसँग नबनायो अब लास्टमा पिठा खाने लक्ष्मी दिदी हुनुभयो मर चाहिँ खतम त जो साइड ब्याग पर्यो सिन्जला पनि हुँदैन क्या पुरै भरियो क्या हाल त एउटाले काखल मात्रै बोक्ने काम हुने भयो डालो ल्याउनु पर्ने यो पुरै भर्ने दिदीले पनि काँचा कति ठुलो लागेर खान्ने तलको आफ्नो कसै हाल्नु मलाई त्यो देखाइदिएपछि हुन्छ बाटो भुल्यो कपाल खानालाई बाटो कहाँनिर छ क्या हालत खराब भयो कपाल खानालाई तलतिर गएको थियौँ बाटो अप्ठ्यारो रहेछ बाटो होइन बाटो त क्या होइन यो झाडियो बाटो कहाँ निस्किन्छ आइट्यो बहिनी कपाल खाना अल्झियो बुट्टामा पाल्न ठाँदा हो त्यहाँ माथि हो अनि बाटो चाहिँ यता माथिबाट थियो क्या हामी कपाल खाने त तलतिर गयौँ तलबाट आउँदाखेरि त बाटो यस्तो रहेछ बाटै रहेनछ कपाल खाने माथि सर समात त नानी बाटो चप्पल छाप्दै हुन्छ यो डोरीलाई समात्नु न यो सनलाई यहाँ त एउटा जाऊ कपाल ढल्या कपाल कुच्ची गयो अब पानी लिन आयो आफै जगाउनु भयो यहाँ त यति बुढो मान्छे नै पानी लगाउनु पानी लगेर गइहाल्नुभयो अनि हाम्रो गाग्रीहरू भरि दुःखली त यस्तै से कति मक्यो नाच्यो एकदमै टिप लाग्यो यस्तो उमेरमा पनि पानी बोक्नुहुन्छ पिरो भयो यो खुसी भइसक्यो खासमा हामीले हाम्रो यहाँ पसिनामा कति खुसी
बल्ल खायो भने यिनी सबै काफल कापल त रहेछ नि टन्नै हेर्न यति धेरै कापल त भयो हेर हामी चाहिँ फेरि कापल खान जान लाग्यौँ साथीहरू अघि ल्याएको थोरै भयो अब उहाँ घर लगेपछि सबैलाई दिनुपर्छ पुग्दैन त्यही भएर हामी फेरि अर्को ठाउँमा जानुपर्ने भयो कापल खान छिटो आज ढिलो भयो अहिले हामीलाई ढिलो हुन्छ घर जान यिनीहरूले यहाँ ढकेल सक्यो बोलिसक्यो बाहना छाता ल्याउन आउँछ तेरो अगाडि छाता छ मान्छेलाई यस्तो डर छ नि कालो हुन्छ हामी कालो मान्छे त जस्तो घाममा हिँड्ने छिटो हामी गइजाम त्यहाँ आउँदैन नानी हामीले कालो रुखै चिने खाएनौँ रुख कहाँ छ कि हामीले चिने खाएनौँ आज छिटो घरकी यो मालिक नि गोसानी भएन पनि क्या हो काम छैन एकछिन मात्र अरे उयो खाले क्या आइज ध्यान दे त्यो कपाल खान जानलाई चाहिँ त्यो टिभीमा कपाल खान जानु काम छैन हिँड जाम आइज हामी त्यहाँ आउँछ अघि हामी यतातिर गएको थियौँ कपाल खान अहिले चाहिँ हामी यतातिर जाँदैछौँ यता पारीतिर ऊ त्यो डाँडा उता कस्तो पाका रहेछ नानी यो कपाल बाबा अरे त्यो ड्रोप के पाकेको छ पछि यसले नपाक्यो पनि पक्का हाले अहिले यही कपाल टिम्ने हुन्छ यहाँबाट लोटे त हामी तल पुग्छौँ होला तरा गर न एउटी तल जाऊ त कस्तो हुन्छ म त भिडियो बनाउने मान्छे तिम्रो जाऊ म त्यहाँ भिडियो बनाउँछु सल्यानी धोपाइले पाइने राम्रै सल्यानकी ठेकीले जे तिमीलाई आउँछ त्यही ल ल ल लाग्दैन ल त्यसमा म के सल्यानी धुपैले भने पनि जे भने नाच एउटा नाच त्यसले गाउँछ खै यो फुटाल्नु पर्छ है निकै यहाँ बलिल पनि बजार पर्छ यो त नाच्यो त तपाईँ नाच्दै गर्दा त गर्नु के खाने बेला खान्छ लुकाइन गर्नुपर्छ क्या नाच म गाइदिउँ ल ल ल के भन्ने गीत गाउँ जे आउँछ तर त्यही गाई तपाईँ सल्लाह धुपैले गा ल सल्लाह धुपैले सानो निन्द्रामा बिउजायो पहिलो रुपैले अब अरू कापल अब कापल खान जाँदैछौँ नि कापलको बारेमा खाने के थियो एउटा कापल खाने कपले नि डाली नबास्नु डाली बाचे पलै जाला डाली नगर्नु उ पनि गीत बनाउलाले एउटा कापला एउटा खतरा लाग्छ को त्यो कापला घर लाउने भने है काङमा खोजी कान्छ त अनि उ टेक चल्दैन नेट चल्छ होला चल्छ यहाँ कस्तो दाम चल्छ नि मेरो मन त कापल खाने कपले नि डाली नबास्नु डाली बाचे पलै जाला गाली नगर्नु हाल्दै हाल्न क्या हो त्यो बोलेपछि गाल गर्न लाग्यो यो यस्तै हो के यो टुक्का जस्तो के अर्कै भाग जस्तो गीत होइन यो रुखो चढ्दै गरेको तिनी अल्छिनीहरू हेर्दैन त्यहाँ छिटो आऊ क्या ढिलो बिहान तर हामी घर जाने भने आज है कापल यस्तो पाकेछ रुखमा टिप्नै गाह्रो छ हो यस्तो कापललाई कापल टिप्ने ल साथीहरू आउनुहोस् कसलाई कसलाई कापल मनपर्छ हाम्रो गाउँतिर तर अप्ठ्यारो छ रुख यस्तै कुरा टेर्नुपर्छ कापल टिप्न आऊ के कापल टिप्न आऊ ल आऊ है साथीहरू आऊ कापल टिप्न आऊ यस्तो टिप्नुपर्छ कापल हाम्रो हेर न यस्तो कापल
रुखमै यस्तरी आएर कापल खानुको बेग्लै मजा छुट्टै छ साथीहरू। कति खानेर कापल हेर्नु कस्तो पाकेको छ यो कापल। तपाईँहरू पनि खान सक्नुहुन्छ आएर हाम्रो ठाउँतिर साथीहरू। ल साथीहरू कापल हेर्नुहोस् है एकदमै धेरै पाकिरहेको छ हेर्नु त कति ठुल्ठुलो दाना। यहाँ यति ठुलो खानु कापल टिप्न त एकदमै सजिलो छ। कापल खाने भए आउनुहोस् है सल्यानतिर। मैले यहाँ टिपेको छु। ल साथीहरू अब रुखबाट झर्न लाग्छु मैले कापल टिपेर। अब धेरै त टिप्ने होइन है साथीहरू कापल। बहिनीले तल टिपेछन् मैले टिपेका त यति हुन् हल्का टिपेर। कापलको रुख चाहिँ यत्रो छ कि ठुलो यति ठुलो छ। अब हामी चाहिँ घरतिर लाग्यौँ। तपाईँ नगर्नु नै यार मैले हालेको छिटो चिन्छन् क्या। अलि माथि गराउन त बाल्टे अलि माथि गराउ अझ माथि। यो बोला हेर्नु तल तल ल्याउँछु त अब के हेर्नु हेर्नु हजुर यो बोलानीलाई एकदम यसले काम हो टिप्ने काम एउटा टिभी छैन कि एरियाले खाने मात्र छ। यति हुन् सबैका तिम्रो घर योभन्दा बढी छैन। जाम 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 टिप्न अब माथि टिप्ने अहिले त टिप्ने नाम जाने एउटा हात पऱ्यो घर जान सक्यौँ। अनि यसमा चाहिँ कापल छन् रेडी भइसके अब घर जानलाई। यहाँबाट अब गाडी छुटिसक्यो बिहानै जान्छ अब हिँडेर जानुपर्छ। हामी चाहिँ अब घरबाट हिँड्यौँ अब जानुपर्ने धेरै छ हिँड्नुपर्ने मजाले कस्तो दह्रो बनाउनु पर्छ। कस्तो मजा निन्द्रा लाग्यो नि यो हामी कापल टिपेर होला क्या थकाइ लागेर निन्द्रा लागेको। हेलो साथीहरू अब हामी चाहिँ आज फुपूको घरबाट घर फर्किँदा छौँ बाटोमै छौँ। भर्खर आधा बाटोमा छौँ हामी पुग्नुपर्ने त्यो गाउँभन्दा पनि धेरै तल जानु छ। अनि यता लास्टै भिड छ यहाँबाट गयो भने सिधै माथि मामा घर हो कि के को घर हो माथि केसको घर छ बाजेकै घरमा गइन्छ। धेरै छ टाढा अझै। अब हामी एकछिन यहाँ बिसाएको थियौँ हाम्रो कापलको भारी चाहिँ यहाँ राखेको थियौँ। कापल त केही भएन कुचेको छैन। अब जानुपर्ने धेरै छ हिँडेर गाह्रो छ। अब हामी घरै गएर भिडियो बनाउँछौँ। घरमा होइन बारे आधा बाटोमा पनि बनाउँछौँ। भर छैन यो कुरामा भरै नमान्नु। मजा आउँछ यस्तो बाटोमा हिँड्नु पनि बेग्लै।